स्वागत छ तपाईहरुलाई फेरि पनि एमी आयन्स एन्ड ममको युट्युब च्यानलमा। आज मैले धेरै दिन बाद भिडियो बनाइरहेको छु। धेरै दिन भनौं धेरै दिन ग्याप भयो हैन। त्यो भिडियो बनाउनुको कारण चाहिँ आज चाहिँ मेरो बुढाको बर्थडे हो अनि हाम्रो एनिभर्सरी पनि हो हैन। त्यही भएर चाहिँ मैले भिडियो किन भने मेरो बुढाले चाहिँ सरप्राइज मलाई केक पठाइदिएछ भाइ बुहारीको हातमा हैन, निखिल र बुहारीको हातमा। त्यही भएर चाहिँ म केक काट्न आँटेको छु नानीहरुसँगले। त्यही भएर चाहिँ आज मेरो अब मैले अहिले नबनाऊ भन्दा भिडियो बनाउनु मन लाग्यो हैन। त्यही भएर चाहिँ धेरै दिन बाद चाहिँ मैले भिडियो बनाइरहेको छु। हेरिदिनुस् होला हैन, मेरो बुढालाई विश पनि गरिदिनुस् होला, बर्थडे विश। अनि हाम्रो एनिभर्सरी पनि हो। अब यसरी नै हेर्नु न के रे यस्तो के लाग्यो। यसरी नै अब हाम्रो के भन्छ जीवन यसरी नै बितोस् भनेर अब भन्छु। तपाईलाई पनि मेरो बुढाले मेरो भिडियो हेर्छ भने हैन, त्यही भनेर चाहिँ अब 10 साल भयो अब जिन्दगी यसरी नै कटोस् भनेर चाहिँ अब हैन भन्छु। मेरोबाट चाहिँ त्यही छ। केक काट्न आँटेकै आज त केक काट्नु पाएन उदेश यहाँनिर बर्थडे केक भएको हो, अन्डा भएको अनि त खानु आज हामी बिहिबार हो, आज हामी खाँदैन नानी केटाकेटी केक खानु पाएन। यहाँ रोज्दैछ नि यहाँ पछाडि एमी यार र पनि यति Happy birthday to Happy birthday to you. Happy anniversary. हजुर के भन्न चाहनुहुन्छ तपाईँ? अनुपलाई धेरै धेरै आशीर्वाद छ बर्थडेको, तिमीहरूको एनिभर्सरीको लागि पनि धेरै धेरै आशीर्वाद। रजनी के भन्छौ? ह्याप्पी बर्थडे एनिभर्सरी, ह्याप्पी एनिभर्सरी। हैन हामी चाहिँ 10 वर्ष चाहिँ हामीले यसरी नै काट्नु अझै आउने साल सालगिराको पनि तिमीलाई धेरै धेरै आशीर्वाद माता रानीले तिमीलाई सधैँभरि सुखी राखोस्, सधैँभरि हरिपूर्ण बनाओस्। मेरो आमा र बाबाकोबाट त्यही आशीर्वाद छ तँलाई। प्रभुले धेरै आशिष दिउन्। मेरो तर्फबाटै तँलाई केक ल ह्याप्पी बर्थडे। लो अनाउन्समेन्ट के भन्ने? ह्याप्पी बर्थडे सानो बाबा। अरू बोले आउँदा आइफोन चाहिँ चाहियो भने छैन 90 बेसी आउँदा बस बुहारीलाई हामी माछा मासु खाँदैन, बोरिङ भयो अब हो। मेरो छोराको अब केक काट्नु बिजी छोराले चोर्न भाउजूको कन्डिसन चाहिँ केकले यस्तो भइसकेछ।